हाउसमा जब अहिले तेस्रो चोटि जुन 81, 82, 83 को बजेटमा मैले सबै कुरा हेर्दाखेरि अत्यधिकै बजेटहरूको व्यवस्था चाहिँ रामेछापमा नपरेको र जुन काठमाडौँ जिल्लालाई बजेट परेको, रूपन्देही जिल्लालाई बजेट परेको, झापालाई बजेट परेको, सम्पूर्ण बाहिर जहाँ आफ्नो पहुँच भयो, जहाँ आफ्नो मन्त्री भयो, त्यो ठाउँ मात्र बजेटको किताबमा लेखिएको हुनाले मैले प्रतिनिधि सभाको त्यो गरिमय हाउसमा मैले गएर अति नै चित्त दुखेर र अहिलेसम्म कुनै मान्यजीहरूले यस्तो कुरो नबोलेको हुनाले मैले त्यहाँ गएर कुनै कमी कमजोरीहरू होला अथवा मैले जानेर गरेँ होला अथवा नजानेर गरेँ होला र मैले जहाँसम्म लाग्छ जानेरै गरेँ जस्तो मैले गएर चाहिँ हाउसमा मैले बोलेको यो साथी यहाँले हेर्नु भएको छ, सुन्नु भएको छ र मैले खास गरी मेरो पार्टीको उप प्रधानमन्त्री हुनुहुन्छ प्रकाश मान सिंह, मैले दलको मिटिङमा बोल्नुपर्ने कुराहरू खास गरी मैले त्यो दिन पनि भनेको छु र मैले अहिले पनि भनेको छु। तर त्यो दलको मिटिङमा गर्दै कसैले नसुन्ने भयो, पत्रकार साथीले नसुन्ने भयो, देशव्यापी 77 जिल्लाको मेरो आदरणीय दाजुभाइ दिदीबहिनी आमा बुवाले नसुन्ने भयो र म अन्य नसुन्नु सकेर मैले हाउसमा गएर बोलेको। मैले बोल्दाखेरि कुनै मन्त्रीज्यूहरूलाई अथवा कुनै पार्टीको साथीहरूलाई केही गुनासो पनि आयो मलाई पार्टीको साथीहरूबाट, मान्यज्यूहरूबाट। कुनै साथीले मलाई चाहिँ पार्टीको साथीहरूले पनि गुनासो गर्नुभयो, त्यहाँ बोल्नु नहुने भन्ने कुरा मैले कहाँ गएर बोल्ने त? कमसे कम मैले त्यत्रो चाहिँ हाउसमा मैले बोल्नु पाएँ भने सबै जिल्लाबाट अब आइन्दाको 83-84 को बजेटमा यस्तो नहोस् है। जुन मन्त्री विकासको मन्त्रीहरू जुनै मन्त्री विकासको मन्त्रीहरूले त्यो तरिका बजेट नलानुहोस् भनेर मैले बोलेको र यो कुरामा म के छु भने अब आउने हिन्दी अधिवेशनमा पनि मैले मङ्सिरदेखि नै म यो कुरा बोल्दैछु। खबरदार अब आउने चाहिँ 83-84 को बजेटमा यो तरिका काम गर्नु पाइँदैन मन्त्रीज्यूहरू भनेर म त्यो कार्यक्रममा बोलेरै म जेठ 15 सम्मको लागि म बोलेरै अगाडि बढ्छु नि साथीहरू। मैले यहाँ अनि पछि अब उहाँले जुन बजेट पास गर्ने दिनमा हाम्रो चाहिँ उप प्रधानमन्त्रीज्यूले कुराहरू राख्नुभयो। यहाँले देख्नुभयो म जुर्को उठेको साथीले भन्नु बोल्नु मलाई चाहिँ भनेर रोके र उहाँले त्यो दिन के भन्नुभयो भन्दाखेरि रामेछापमा अब जनताको पर्सेन्टेजको हिसाबले मैले चाहिँ पैसा दिएको छु भन्नु र उहाँले के हो भन्दाखेरि उहाँले दिएको पैसा पूर्ण दायित्वहरू तिर्नुपर्ने पैसाहरू अघि हाम्रो कार्यवाहक सभापति भनिसक्नुभयो 55 करोड 78 लाख रुपियाँ यो चाहिँ 2-3 वर्ष अगाडि दिएको पैसा तिर्दै जानुपर्छ। अब अहिले प्रकाश मानजी हुनुहुन्छ शहरी विकास मन्त्री र भोलि अर्को शहरी विकास मन्त्री हुँदाखेरि पनि त्यो अहिलेको दायित्व त्यहाँ तिरेर जाने, दायित्व सधैँ जाने। त्यो दायित्वको 55 करोड 78 लाख रुपियाँ पूर्ण दायित्व पैसा तिर्नुपर्ने दायित्व पूर्ण पैसा हो। अर्को उहाँले दिएको पैसा भनेको 9 करोड दिएकै भनौँ न, सरकारले उहाँको मन्त्रालयबाट 9 करोड 51 लाख रुपियाँ पैसा आएको छ। त्यो पैसा नि मलाई एकजना मित्रले भन्नुभयो यो 40 लाख रुपियाँ होइन है मान्य, यो 40 लाख रुपियाँ चाहिँ अझ पुरानै दायित्व हो भनेर उहाँले अहिले आएको पैसा जम्मा 9 करोड 11 लाख रुपियाँ पैसा आएको छ भने 84 करोडको पेमेन्ट पैसा कहिले गरिदिएछ भने यहाँले सुन्नु भएको छ। जहाँसम्म अहिले भर्खर मलाई एउटा फोन आएको थियो, आज फेरि पत्रकार सम्मेलन मेरै विषयमा हो कि अथवा कुन विषयमा आज हाम्रो उप प्रधानमन्त्रीजीले मन्त्रालयमा पत्रकार सम्मेलन अहिले गर्दैछ भने मलाई भर्खर पत्रकारले मलाई यसरी आएको र पत्रकार साथीहरू मित्रहरू म यहाँले के जानकारी गराउँछु भने रामेछाप जिल्लामा जनगणनाको हिसाब होइन भोटरको हिसाबमा हामी 1,89,900 हामीसँग भोट छ, मतदाता सङ्ख्या 33। तर त्यो हिसाबले अहिलेको सरकारले बजेट बढाएको सुन यो 82-83 को बजेटमा करिब 1 खरब चान्चुन चाहिँ बजेट बढाएर बजेटको वियोजन गर्नुभएको छ। अहिले हिसाब गर्दाखेरि 3000 को दरले गर्दाखेरि हामीले 56 करोड 70 लाख रुपियाँ रामेछापको चाहिँ
1,99,900 जनाको चाहिँ हाम्रो चाहिँ भोटको हिसाब गर्दाखेरि 56,70,00,000 रुपियाँ हाम्रो रामेछापको जनतालाई, पुना काप्चोको जनतालाई, मेरो आदरणीय रामेछापको सम्पूर्ण साथीहरूले मेरो ऋण लागेको छ। कमसेकम हामीले 56,57,00,000 रुपियाँ सबै मन्त्रालयबाट पनि यति पैसा आएको छैन हामीलाई। जस्तै अब सिँचाइबाट चाहिँ ऊर्जाबाट आएको छ, अब 9 करोड पैसा ऊर्जाबाट आएको छ, 6 करोड पैसा चाहिँ दोलखा रामेछाप र सिन्धुलीको पैसा आएको। त्यो 6 करोड घटाउँदाखेरि हामीले 3 करोड जति 3-4 करोड जति सिँचाइबाट आएको छ र एउटा चाहिँ खिम्तीमा चाहिँ 9 करोड रुपियाँको चाहिँ भौतिक मन्त्रालयबाट आएको छ। एउटा आएको छ तपाईँको चाहिँ अलिक राम्रै ठाउँमा आएको भए हुन्थ्यो, एउटा 15 करोड चाहिँ भौतिक मन्त्रालयबाट 15 करोड चाहिँ दोलखा गाउँपालिकामा आएको छ। अरू अन्य सबै पैसा गर्दाखेरि नि मोटामोटी हामीले 50 करोड पनि हामीले 45 करोडको बिचमा होला। यहाँहरूले यो किताब आएको छ, हजुरहरूलाई म अझै पनि ऊर्जा मन्त्रालयबाट कति आएको छ र चाहिँ भौतिकबाट कति आएको छ, खानेपानीबाट कति आएको छ र वनबाट कति आएको छ, सङ्घको पैसा हिसाब गरेर करिब अहिलेको हिसाबमा हाम्रो 45 करोड जति पैसा आएको छ। हामी 56,70,00,000 रुपियाँ हामी रामेछापको मान्छेले ऋण पाउनुपर्ने र हामीले चाहिँ पैसा आउने 45 करोड। यसको विरोधमा मैले हाउसमा बोलेको साथीहरू, यो हिसाबले सम्पूर्ण रामेछापको पत्रकार साथीहरूले मैले यहाँ आएको बेलामा अहिलेसम्मको कामहरू गरेको विषयहरू मलाई 79बाट चाहिँ मैले 3टा बजेटहरूको चाहिँ मैले अब बजेटहरूको विषयमा छलफल गरेर हेऱ्यो। यो हिसाबले हामी रामेछाप कहिले पनि बजेट रामेछापको जनताको नाममा चाहिँ ऋण पर्छ, हुम्लाको जनताको नाममा ऋण पर्छ। हुम्ला जुम्ला मनाङ मुस्ताङ सारा ताप्लेजुङदेखि ल्याएर चाहिँ सारा हामी पहाडको मानिसहरूलाई हामी ऋण पर्छ। सारा कर उठाउने सगरमा चढेको पैसा उठ्छ तपाईँको, यहाँ एरोप्लेन चढेको ट्याक्स उठ्छ तपाईँ। सारा हामीले चाहिँ खाने तेलदेखि ल्याएर सारा हामी ट्याक्सहरू हामी राज्यलाई हामी तिर्ने, जनताले तिर्ने। तर यसरी गर्दाखेरि पैसा चाहिँ राज्यको ढुकुटीमा जम्मा भएर यसरी विकासको मन्त्रीहरूको मात्रै चाहिँ पैसा गयो है भन्ने कुराले मैले यो कुराहरूको लागि मैले यो कुराहरू उठाएको। यसमा कुनै साथीहरूले मेरो कुनै कमी कमजोरी मैले अघि भने मैले कमी कमजोरीहरू गरेँ होला भन्ने कुरा साथीहरूलाई मैले कमी कमजोरी कुरा गरेको छैन जस्तो लाग्छ। मैले फेरि सिधा कुरा मैले जनताहरूको लागि ऋण चाहिँ जनताहरूलाई आउने तर यसै बजेट नलास् भन्ने कुरा एक। अर्को कुरा मैले हालेको बजेटहरू कुरा गर्छु। मैले दोरम्बा गाउँपालिकामा दोरम्बा गागलबाट सैलो अग्लेश्वर हुँदै बाटोमा 3 करोड मैले हालेको छु। गाल्पा दोरम्बा सैलो सडक। त्यसपछि उता पुँडीबाट चाहिँ काभ्रेबाट यता सिमाना जोड्ने दोरम्बा सैलो 7 नम्बर वडामा 3 करोड पैसा हालेको छु। त्यसपछि गएर तपाईँले मैले चाहिँ रामेछाप नगरपालिकाको रामपुर हुँदै जाने बाटोमा मैले 3 करोड पैसा हालेको छु। त्यसपछि धोबी यहाँ हल्लाले धोबी जाने बाटोको सडकको लागि मैले 3 करोड पैसा हालेको छु। त्यसपछि चुचुरे 1 नम्बर वडामा चाहिँ बजार सुधार भनेर मैले 3 करोड पैसा हालेको छु। अझ मैले केसम्म राखिदिएको छु नि चाहिँ हाम्रो सहर विकास मन्त्रीलाई त्यहाँबाट जाने बाटो एउटा चुचुरेबाट बाङ्गी हुने बाटोमा सीतापुर हुने बेलामा सहर विकास मन्त्री बेलामा 1 करोड रुपियाँ हालिदिएको थियो। त्यो बाटो अगाडि कालोपत्री भएर जाँदैछ। त्यसैको धनबहादुर बुढा सहर विकास मन्त्री भयो, उसले 1,70,00,000 रुपियाँ हालिदियो। अहिले क्रमशः त्यो बाटोलाई 3 करोड पैसा सहर विकासबाट परेको छ। तर वास्तवमा त्यो परेको नि भने उहाँले हालिदिन्छबाट हालेको होइन, त्यो क्रमशः जाने बजेट होला। त्यो पैसा पनि मैले सहर विकास मन्त्रीज्यूलाई नहिनी भनेर हालिदिन्छु। त्यो गर्दाखेरि पनि जम्मा 9 करोड 51,00,000 रुपियाँ पैसा परेको छ। 40 लाख रुपियाँ चाहिँ एउटा सहरी विकास कर्मचारी एकजनाले भन्नुभएको छ। त्यो 40 लाख रुपियाँ होइन है भन्ने कुराहरू यसरी आएको छ। अब अहिले तपाईँ त्यसै प्रदेशमा गए हामी बागमती प्रदेशमा हेर्दाखेरि तपाईँको भयभरको बजेटको हिसाब गर्ने हो भने दोलखा, काठमाडौँ, नुवाकोट, मकनपुर मात्र गएको छ भने कुरो यहाँ मैले यो कुराहरू सुनेको छु। 9वटा जिल्लाको पैसा एकतिर र 4वटा जिल्लालाई बागमती प्रदेशबाट यसरी चाहिँ गएको छ भन्ने कुराहरू पनि सुनेको छु। यहाँले पत्रकार साथीले सुन्नुभयो होला, यो बाहिर गुनासोबाट आएको छ। त्यो हिसाबले रामेछाप जिल्लामा सुक्खा क्षेत्र पानीको चाहिँ खानेपानी सुक्खा क्षेत्र घोषणा भएको जिल्लामा
अहिले पनि बजेटकै हिसाब बागमती प्रदेशबाट बजेटको हिसाब हेर्दै हिसाबहरू सबै गर्दाखेरि पनि हामी 12 नम्बर परेको छ अरे 13 नम्बरमा चाहिँ रोसो परेको छ अरे बजेट नपरेकोमा 12 नम्बरमा हामी सब परेको छ भन्ने कुरा सबै साथीहरूले मैले सुनेको कुराहरू भने यस्तो तरिकाले गर्दाखेरि मैले नारायण जिल्लामा हामीले यति म मान्ने एउटा पदमा भएको हिसाबले मैले यति कुराहरू उठाउनु सकेन, काम गर्नु सकेन भने मैले पनि चुनावको बेलामा राज्यबाट बजेट ल्याउँछु, खानेपानीको चाहिँ तपाईँहरूले कति घरलाई खानेपानी ल्याइदिन्छु, तपाईँहरू कति घरको मान्छे छ बाटो बनाइदिन्छु, तपाईँहरूलाई सिँचाइ ल्याइदिन्छु भनेर मैले पनि चुनावको टाइममा त जनताको लागि मैले बोलेर हिँडेँ। त्यो हिसाबले मैले कुनै बजेटहरू लानु ल्याउनु सकेन। त्यो हिसाबले मैले अहिले आगोको चोटिमा 83-84को बजेटको बेलामा चाहिँ राम्रो होस्, यस्तो तरिकाको चाहिँ कामहरू नहोस् भन्ने कुरा मैले सरकारलाई, नेपाल सरकारलाई मैले खबरदार गरेँ। त्यो हिसाबले खबरदार गरेको बापतमा मैले चाहिँ पत्रकार साथीले मलाई काठमाडौँमा पनि धेरै पत्रकार साथीहरूले बोलाएर मलाई यस्तै कुराहरू राख्यो। मैले यही कुराहरू यहाँले सुन्नुभयो होला। मलाई ठुल्ठुलो टेलिभिजनहरूले चाहिँ विद्युत भयो, टेलिभिजन भयो, सगरमाथा टेलिभिजन भयो, बागमतीको चाहिँ टेलिभिजन, सबै टेलिभिजन साथीहरूले मलाई बोलाएर पत्रकार साथीहरूले मलाई कुराहरू राखिदिनु भयो। मैले साथीहरू पत्रकार साथीहरूले पनि यही कुराहरू राखेँ र मैले हाम्रो काठमाडौँ राजधानीको मात्रै पत्रकार साथीहरूसँग मात्र बोल्यो भन्ला भनेर मैले रामेछापतिर चाहिँ आदरणीय साथीहरू, रामेछापको सम्पूर्ण सबै पार्टीको पत्रकार साथीहरूले मैले के भने मैले कमसेकम मेरो जिल्लाको पत्रकार साथीहरूलाई मैले यो कुराहरू सुनाउनु पर्छ। मैले कुरा मेरो पत्रकार साथीहरू यहाँले अर्काको चाहिँ रिपोर्टमा उनीहरूको रिपोर्ट तानेर यहाँले रिपोर्ट बनाउनु भन्दाखेरि म आफै आएर बोलेर चाहिँ यो रिपोर्टलाई यहाँ साथीहरू मेरो तपाईँहरू भोटर पनि हुनुहुन्छ, तपाईँहरू साथीहरू, तपाईँ रामेछापको चाहिँ स्थानीय चाहिँ पत्रकार साथीहरू हुनुहुन्छ। त्यो हिसाबले मैले यहाँ पत्रकारहरू सम्मेलन गरौँ भन्ने कुरा मैले आज पत्रकार सम्मेलन गरेको छु। सम्पूर्ण पत्रकार साथीहरूले जुन मैले निम्तो गरेँ, यहाँ मेरो निम्तो स्वीकार आउनुभयो, र पत्रकार साथीहरूमा हार्दिक स्वागत पनि गर्छु, यहाँलाई म नमस्कार गर्छु, जयनेवाद पनि गर्छु। पत्रकार साथीहरू, सबै पार्टीको पत्रकार साथीहरूले रामेछापको लागि, विकासको लागि र धेरै कामको लागि कमी कमजोरी आफ्नो पार्टीको पत्रकार साथीहरू मात्र होइन, सबै पार्टीको पत्रकार साथीहरूले रामेछापको लागि सत्य तथ्य कुराहरू चेतिनुहोस्। यहाँ मैले बोलेको कुराहरू मात्र होइन, अरू साथीहरूले पनि, सबै पत्रकार साथीहरूले, अरू पार्टीको साथीहरूले पनि बोल्नु होला, अरू पार्टीको साथीहरूले पत्रकार सम्मेलन गर्नु होला। त्यो हिसाबले मैले सबै पार्टीको साथीहरूलाई मैले आज जुन बोलाएर, जुन आज असार 18 गते यस्तो बेलामा पनि असारको बेलामा पत्रकार साथीहरू आइदिनु भयो, सबै पत्रकार साथीहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु।